नम्बरमा 93%, 8 नम्बरमा 95%, 9 नम्बरमा 97%, 10 नम्बरमा 98%, 11 नम्बरमा 93% र 12 नम्बरमा 86% चाहिँ वडाबाट खर्च भएको थियो, जसमा बजेट चाहिँ 38 लाख, 28 लाख, 33 लाख, 38 लाख, 28 लाख, 38 लाखको दरले चाहिँ बजेट रहेको थियो सबै वडामा। र यस आर्थिक वर्षको चाहिँ प्रशान्तसम्मको हालसम्मको खर्चमा 1 नम्बर वडामा 22%, 2 नम्बर वडामा 8.68%, 3 नम्बर वडामा 22.23%, 4 नम्बर वडामा 11.35%, 5 नम्बर वडामा 22.23%, 6 नम्बर वडामा 15.11%, 7 नम्बर वडामा 16.44%, 8 नम्बर वडामा 46.78%, 9 नम्बर वडामा 46.77%, 10 नम्बर वडामा 30.56%, 11 नम्बर वडामा 32.97%, 12 नम्बर वडामा 6.57%। अब यो 1 नम्बर वडाको 22%, 2 नम्बर वडाको 8.68%, 12 नम्बरको 6.55% यो कम हुनाको कारण के हो अहिलेसम्म भने धेरै जसो कामहरू त्यहाँ चाहिँ बिलिङबाट ठेक्काबाट भयो हुनाले त्यसको पेमेन्ट भइ नसकेका हुनाले यो खर्च प्रतिशतमा कमी आएको छ। तर खर्च धेरै चाहिँ कमी छैन पनि। यो लक्ष्य चाहिँ 3,15,84,000 रुपियाँ थियो भने प्रगति 3,30,71,176 रुपियाँ 98 पैसा राशि सम्पन्न भएको थियो। यानि कि लक्ष्यभन्दा चाहिँ 15-16 लाख रुपियाँ बढ्ने भएको थियो र प्रगति 104.70%। यसै गरी चालु आर्थिक वर्ष 82-83 को हालसम्मको लक्ष्य चाहिँ हामीले 3,15,84,000 अनुमान गरेको थियो यस आर्थिक वर्षको र चैत मसान्तसम्ममा 1,43,16,700 रुपियाँ यसको प्रगति चाहिँ 45.32%। अप्नाइएको प्रक्रिया के कस्तो लाग्यो भन्ने प्रश्न थियो। अति सजिलो छ भनेर 25%ले भने, ठिकै छ भनेर 65%, लामो र झन्झटिलो भनेर 10%। तपाईले यस कार्यालयबाट समग्रमा कतिको यो सन्तुष्टि असन्तुष्टि जनाउने फारम नम्बर 1 एक्जिट पोल सकिसकेपछिको यो 1 नम्बर फारम हो। कार्यालयबाट कतिको सन्तुष्टि पाउनुभयो भन्दा सन्तुष्ट छु 40%ले भनेका छन्, ठिकै छु भनेर 55% र सन्तुष्ट भएन भनेर 5%ले भनेका छन्। आवश्यक स्रोत उपलब्ध छ भनेर 16%, स्रोत कम उपलब्ध छ भनेर 49%, अति कम स्रोत उपलब्ध छ भनेर 35%ले भनेका छन्। काम गर्ने प्रणाली र प्रक्रिया कस्तो छ भन्दा अति सरल छ 17%, ठिकै छ 63% र जटिल